अब यो भनेको हाम्रो अब तेस्रो दिनको चाहिँ बिहान थियो होइन, मैले चाहिँ ब्रस गर्दै निस्किरहेको थिएँ, दाइ पनि म सँगसँगै आइराख्नु भएको थियो। अनि फ्रेस भइसके पछाडि खाजा पनि टन्थेर धन्न आज चाहिँ अन्डा चना चिउरा खान पाएँ खुसी भयो। तर अति चाहिँ चना र चिउराले चाहिँ गिड्डी हान्यो क्या। त्यस पछाडि सेसन हलमा छिरेँ, सेसन हलमा छिरिसके पछाडि आज सरको क्लास थियो र अब सरको क्लास लिँदै थिएँ। अनि यतापट्टि चाहिँ धुलो धेरै उड्यो भनेर चाहिँ कम्प्लेन गरेको थियो र पानी चाहिँ सट्टसँग ल्याएर चाहिँ दमकलबाट चाहिँ पानी मजाले हाल्दै क्या। त्यस पछाडि अब खाना खाने टाइम भइसक्यो र हामी सबैजना हाम्रो यो लायन पेट्रोल चाहिँ बसेर चाहिँ हामी खाना खाँदै थियौँ। अनि यतिकैमा यतापट्टि चाहिँ निस्केको त अब सबैजना आफ्नो एसटीहरू पनि गर्दै हुँदो रहेछ क्या। अनि जहाँ चाहिँ सबैजना नटिङ गर्दै हुन्थ्यो अनि यतिकैमा यता विद्या दिदी पनि हुन्थ्यो र विद्या दिदीलाई चाहिँ सट्टसँगले सेल्फी निकालेर हाई गरेँ। अनि त्यस पछाडि अब हाम्रो चाहिँ यतापट्टि ट्रुप मिटिङको उयोहरू भइरहेको थियो र गेम खेल्ने टर्न थियो र यो गेम खेल्ने टर्नमा चाहिँ सट्टसँग देखाएँ। त्यस पछाडि चाहिँ म चाहिँ ट्रुप लिडरमा चाहिँ अब नियुक्ति पनि भएन, विच मेड मी भेरी मच ह्याप्पी। त्यस पछाडि हाम्रो चाहिँ नटिङ क्लासेसहरू चलिरहेको थियो। अनि यतापट्टि आएर चाहिँ यता सट्ट हेरेँ क्या, आज हाम्रो ड्युटीमा चाहिँ पानी चाहिँ पुर्याइदिनु पर्ने थियो क्या सबै पेट्रोलहरूलाई। सो हामी चाहिँ सबैजनाले चाहिँ अब पानी थाप्यौँ। अनि हाम्रो चाहिँ फिल्ड भिजिटिङ पनि थियो, त्यो फिल्ड भिजिटिङमा पनि गइयो। त्यसपछि अनि यो चाहिँ सिधै अब हाम्रो आज इक्जाम पनि भयो, इक्जाममा चाहिँ अब हाम्रो पेट्रोलको सबैजना पास हुनुभयो। अनि त्यसको खुसीमा चाहिँ अब छिटो छिटो गरेर चाहिँ खाना खाना लाग्यो। सो यस, थ्याङ्क यू सो मच फर वाचिङ, किप वाचिङ, किप लभिङ, वेट फर माई अनदर ब्लग।